हेलो हेलो नमस्ते सबैजनालाई हैन। आज चाहिँ बिहानै उठेर फेरि यो जुत्ता लाएर कता भन्नु होला हैन। बिहानै यो जुत्ता लाएर कता हिँड्यो भन्नु सोच्नु होला। म चाहिँ आज जुत्ता लाएर बिहानै उठेर कहाँ जान लागेको भन्दाखेरि हाम्रो मकवानपुर गढी गाउँपालिका वडा नम्बर 8 छत्रे डाँडामा रहेको पाथिभरा माताको दर्शनको लागि जान लागेको हो। अनि त्यसैले गर्दा चाहिँ आज म बिहानै उठेर रेडी भएँ, जुत्ता लगाएँ, अनि ब्याग हिजै प्याक गरेर राखिसकेको थिएँ। अनि ब्याग बाँधेँ, अनि त्यसपछि आफूलाई चाहिने पानी राखेँ, एक बोतल हैन। यसमा टक्क ब्यागहरू मिलाएर अनि उता लिग्नुभन्दा यहाँ घरबाटै एक बोतल चोखो पानी राखेँ, स्टिकहरू रेडी गरेँ। जस खुसी लागिरहेको थियो आज पाथिभरा माताको दर्शनको लागि जाने भनेर। अनि ब्याग स्याग राखेँ, मोबाइल गोजीमा हालेर टक्क आफ्नो गिटार बोकेँ। अब रुम चाहिँ यस्तै हालत छ हैन, रुम चाहिँ खासै मिल्दैन गइरहेको छैन। गिटार बोकेँ अनि घरमा मम्मीलाई बाई बाई भने। त्यसपछि निस्केँ। फेरि म मात्र जान लागेको होइन है, म मात्र अगाडि रेडी भएको। फेरि मसँग दिदी, भिनाजु, भान्जा अनि गाउँको भाइहरू र गाडीमा चाहिँ टन्नै साथीहरू थिए। यही भन्दै भान्जा, दिदी, भिनाजु पनि रेडी भइहाल्नु भयो र अनि हामीले हाम्रो घरबाट यात्रा सुरु गऱ्यौँ। अनि बिचमा सबैजना भेटिँदै थिए। हामीले चाहिँ अब यहाँबाट घरबाट यात्रा सुरु गऱ्यौँ। आज पाथिभरा आमाको दर्शन गर्न जाने भनेर सबलाई एकदम खुसी पनि लागिरहेको थियो र खुसी पनि हुँदै हामी हाम्रो घरबाट यात्रा सुरु गरेर निस्क्यौँ। अनि हामी बाटोमा पुग्यौँ। पुग्दा हामीले रोजिता बहिनीलाई पनि भेटिसकेको थियौँ। बाटोमा विजय भाइ पनि थियो, ऊ चाहिँ मादल लिन गएको थियो होइन। यहाँबाट फेरि अगाडि विमर्श भाइको घरतिर जाँदैछौँ। यो चाहिँ हाम्रो गाउँ हो। एकैछिन विमर्श भाइलाई भेट्यौँ। भेना पनि कुरिरहनु भएको थियो। विजय भाइ मादल लिएर आउँदै थियो। अनि यसै क्रममा फेरि सबलाई हाई गर्न लगाएँ मैले। अनि यो चाहिँ हाम्रो गाउँ है, हेर्नु यस्तो देखिन्छ। त्यसपछि हामी सामरीमा बस आउने भएकोले पैदल यात्रा सामरी खोलासम्म चाहिँ हाम्रो घरबाट हामीले सुरु गऱ्यौँ। यत्तिकैमा विजय भाइ पनि मादल लिएर आइपुग्यो। अघि मादल छुटेको हुनाले ऊ चाहिँ मादल लिनको लागि पछि परेको थियो। हामी फेरि बाटोमा पनि रमाइलो गर्नुपर्छ, दोहोरी गाउनुपर्छ भन्दै हामीले फेरि यात्रा सुरु गऱ्यौँ। फेरि बिहान पानी परेको हुनाले अलिकति बाटो हिलो पनि थियो क्या। अनि सुरुमा जाने लुगामा हिलो लाग्छ कि भनेर कोही यता कोही उता गर्दै हिलो नलागोस् भन्दै हामी यात्रा सुरु गरेको थियौँ। सुरु पनि भइसकेको थियो। यसै क्रममा ठाउँमा हामी चाहिँ एङ्गल मिलाउँदै भिडियो पनि बनाइरह्यौँ। अनि खासमा हाम्रो क्यामेराम्यान चाहिँ भान्जा थिए। अनि यही क्यामेरामा देख्यो भनेर म चाहिँ जाने नजाने मादल बजाउँदै नाच्दै हिँडिरहेको थियौँ होइन। जस रमाइलो पनि भइरहेको थियो। अब धेरै समयदेखि जाने भनेको, जान पाउँदाखेरि एकदम हामी चाहिँ नाचगान गर्दै तल गाडीसम्म झरिरहेको थियौँ। अनि यसैमा हामीले चाहिँ एउटा यस्तो सिनेमेट्रिक पनि हानिदिएको होइन। भ्यू हेर्नु न गाउँ कस्तो छ, स्लो मोसन त्यस्तै चाहिँ सानो सिनेमेट्रिक भान्जाले खिच्नु भएछ। खिच्ने क्रममा चाहिँ हामीलाई गाउँको मान्छे दुधले नजानेले नि कहाँ जानला के हो भनेर हेर्नु न सोध्दै थिए, रोकेर हेर्दै पनि थिए होइन। हामी चाहिँ तर बाल दिइरहेको थिएनौँ, किनकि हामी आमाको दर्शनको लागि जाँदै थियौँ। सरी गाइज, कहिलेकाहीँ झुक्किन्छु। अनि यो चाहिँ मेरो फर्स्ट त नभनौँ, जोस् भिडियो धेरै समयपछि बनाएको भएर अलिकति कस्तो भइरहेछ कि बोल्नलाई होइन। के नमिलेको जस्तो हाम्रो पप्पी, क्युट पप्पी हेर्दैछ। भेना मादल बजाउँदै हुनुहुन्छ। अनि यसै क्रममा हामीसँग फेरि कमल भाइ पनि जोडिसकेको थियो। कमल भाइ घरनेरि पुग्यौँ, कमल भाइ पनि जोडियो। अनि ऊ पनि दाइको भ्लगमा अनि नाच्दै गाउँदै हामी चाहिँ फाइनल्ली सामरी पुलमा पुगिहाल्यौँ। यतिखेरसम्म गाडी आएको रहेनछ यो पुलमा।
जे होस् हामी रमाइलो गर्दै सामरीको पुलसम्म पुग्दा त ढिला भयो होला भनेको त गाडी नै आएको रहेनछ। त्यसपछि अब सबले आफ्नो फोटो भिडियो लिङ्ने भन्ने विमर्श भाइलाई नि फोटो लिङ्नु पर्यो रे अनि पिनाजीले फोटो लिखिदिन थाल्नुभयो। त्यसै बेला रोजिता म पनि खिच्ने भन्दै आइ अनि विजय भाइ यता भेनाली चाहिँ सबैको पालो फोटो खिच्दै हुनुहुन्थ्यो। अनि यसै क्रममा विजय भाइले मादल बजायो, रोजिता नाच्न थाले खुसीले। यिनीहरू हेर्नु यहाँ आफू नाच्दैछन्, खुसी रमाउँदैछन्। यो सुधा भान्जा दिदीहरूको चाहिँ फोटो सेसन, कमल भाइ र विमर्श यसरी बस्छ। अब मैले भने गाडी अगाडि आयो, पुलभन्दा उता सबैजना आफ्नो सामान बोक र गाडीतिर लाग गाइस भनेर म पनि केही बोल्दै परतिर तपाईँहरूलाई भ्यू देखाउँदै म पनि गाडीतर्फ लागेँ। म सँगसँगै कमल भाइ पनि हिँड्यो। त्यसपछि भेना भान्जा विजय भाइहरू चाहिँ पछि अझै फोटो खिच्नु पर्यो 1-2टा भनेर बसे। अनि हामी चाहिँ होइन भनेर लागिहाल्यौँ 3जना अघि। अनि सबैजना आफ्नो भिडियो पनि बनाउँदै थिए, फोटो पनि बनाउँदै। अगाडि चाहिँ हाम्रो गाडी आइसकेको थियो। अब गाडीमा त टन्नै मान्छे थियो, गाइज हामी मात्र हो यहाँबाट उताबाट चाहिँ गाडी भरिएर आउने भन्ने कुरो थियो। अनि हामीलाई चाहिँ यहाँनिर छिटो हुने भएकोले हेटौँडा बजार नझरेर यहाँसम्म आएको हामी हिँड्दै। अनि यसै हिँड्नुपर्ने उसै हिँड्नुपर्ने एक्सर्साइज पनि हुन्छ भनेर हामी हिँड्थ्यौँ। अनि यहाँ चाहिँ हामीलाई कुरेर बसिरहनु भएको थियो। हामी चाहिँ पुलपट्टि थियौँ। यत्तिकैमा हामीले भेटिहाल्यौँ हाम्रो सबै साथीहरूलाई। फाइनल्ली गाडी पनि प्रवेश भयो या गर्दै थियो। अनि देव सर पनि फोनमा बिजी होइन। अब हामी चाहिँ खासमा मनोकामना कम्प्युटर सेन्टरबाट गएको थियौँ सबैजनाले है। कम्प्युटर सिक्नको लागि हेटौँडामा उत्कृष्ट सम्झिनु होला मनोकामना कम्प्युटर सेन्टर। अनि यसै क्रममा हामी चाहिँ बुढी चौर पुग्यौँ र हामीले 5 मिनट गाडी रोक्यौँ। बिचको चाहिँ मैले देखाइन साथी हो। गाडीमा हामी खुब रमाइलो गर्दै थियौँ, तपाईँहरू छुट्नु भयो त्यसमा। एकैचोटि हामी बुढी चौर पुगिसकेका थियौँ यो क्रममा चाहिँ। अनि बुढी चौर पुगेर हामी 5 मिनट बस्यौँ। त्यहाँबाट फेरि गाडीमा नाच्दै गाउँदै रमाइलो गर्दै हामी फेरि बुढी चौरबाट थोरै अगाडि बढिहाल्यौँ। यहाँ रोजिता बहिनी पनि नाच्दै थिए, या बब्बाल भइरहेछ अरे। कमल भाइ दिदी पनि या भन्दै थियो, खुब रमाइलो मान्दै। अनि हामीले चाहिँ सिट पनि पाएको थिएनौँ है, हामी लास्टमा आउने भएर। अनि हाम्रो यात्रा सुरु भइहाल्यो यहाँबाट अब हाम्रो यात्रा सुरु भयो पाथिभरा आमाको दर्शनको लागि। फाइनल्ली गाडीबाट ओर्लेर सबैजना लाइन बाई लाइन आफ्नोले हामी अगाडि बढिरह्यौँ। सबैजना कोही हातमा लौरी लिएर, सबले आफ्नो खानेकुरा चेपेर, कोही बिना लौरीका साथीहरू आफ्नो झोला बोकेर सबैजना पाथिभरा आमाको दर्शनको लागि हामीले यात्रा सुरु राख्यौँ। यसै क्रममा बिचबिचमा फोटो भिडियो पनि भइरहेको थियो हाम्रो। यो चाहिँ हाम्रो बाटोमा सबैजना सँगै जाने भनेर। अनि एकैछिन फेरि कुर्यौँ हामीले सबै साथीहरूलाई। फेरि कोही अघि कोही पछि हुन्छौँ, हामी त धेरै पनि थियौँ। सबै सँगै जाँदा रमाइलो हुन्छ भनेर हामीसँग हेर्नु न एउटा सानो बहिनी पनि थियो के, ऊ पनि पाथिभरा आमाको दर्शनको लागि भनेर यत्रो बाटो हिँडेर गएको थियो। अनि सबलाई फेरि भेट भएपछि हामीले हाम्रो यात्रा पुनः सुरु गऱ्यौँ। फाइनल्ली हामी पाथिभरा आमाको दर्शनमा पुग्यौँ। यो चाहिँ छत्र डाँडा। अनि एकदम खुसी लाग्यो। त्यतिखेरसम्म हामी एकदम थाकि पनि सकेका थियौँ हिँड्दाखेरि। अनि मैले चाहिँ कमल भाइलाई क्यामेरा दिएर आफू लागेँ आमालाई गेटबाट छिर्ने बित्तिकै शिर निहुराएर दर्शन गरेर आमाको दर्शनतर्फ लागेँ म।
जे होस् यहाँ पुग्दाखेरि मन एकदम थाकित तलबाट हिँडेर थाकित भएको पनि माथि आमाको दर्शन पाएपछि चाहिँ मनै हरङ्ग भएर सबै कष्टहरू हराउने के। अनि मौसम पनि त्यस्तै गर्मीमा चिसो एकैछिनमा चेन्ज भइरहने हुस्सु लाग्ने होइन। यहाँ पुग्दा मन शान्त पनि भयो अनि धेरै समयदेखि जान्ने आमाको दर्शनको लागि जान्छु भनेर कुरा पनि गरिरहेको थिएँ। फाइनल्ली आज मौका मिल्यो अनि माथि पुग्यौँ। त्यसपछि गिटार राखेँ अनि आफ्नो जुत्ताहरू खोलेँ, फुलपातीहरू पनि लगेको थिएँ। मैले चाहिँ आमाको दर्शनको लागि जाने भनेर आमालाई पूजा पनि गर्छु भनेर खाली पेट केही नखाइकन बसेको थिएँ है। अनि माथि पुगेपछि एकदम खुसी लाग्यो। सबैजना दर्शन गर्नेहरूले चाहिँ यहाँ जुत्ता खोल्न थाल्नुभयो। मैले पनि ब्याग स्याग राखेँ, जुत्ता सुत्ता खोलेँ। कमल भाइले पनि गर्यो, सबै रेडी गर्यो। त्यसपछि ब्यागबाट फुल अक्षता निकालेँ। ब्यागमा चाहिँ अरू पनि सामान भएर मलाई एकछिन निकाल्न टाइम लागेको थियो अनि मैले निकालिहालेँ। अनि मसँगै अप्सरा बहिनी पनि फेरि पूजा गर्ने जाने दाइ मैले सामान लिएर आएन मलाई पनि दिनु है, म पूजा गर्छु भने। अनि हस् भने अनि उसलाई पनि लिएँ, ब्यागलाई त्यहीँ राखेँ। अनि अप्सरा बहिनी म कमल भाइ तिनैजना हामी चाहिँ पूजा गर्नको लागि लाग्यौँ। अरू ग्रुप चाहिँ कोहीले खाना खाइसक्नु भएको थियो, कोही कता हुनुहुन्थ्यो। हामी चाहिँ त्यहाँ अलिकति अगाडि पुगेको हुनाले अगाडि नै पूजा गर्नको लागि लागिहालेँ। अब कमल भाइले जुत्ता खोल्यो। अनि आमाको दर्शन अनि एकदम राम्रो छ। अनि तपाईँहरू पनि हाइकिङको लागि आउनु होला। अनि आशा छ आमाले सबैको मनको इच्छा पुरा गरिदिनुहुन्छ। अनि सबै भिडियो हेरेर मलाई पनि लाइक कमेन्ट गरी सहयोग गरिदिनुहुन्छ। धन्यवाद।